उपरदाङगढी चितवनको इतिहाससँग जोडिएको निकै नै महत्त्वपूर्ण स्थान हो। सन् 1960 को दशकको सुरुवातसम्म यही स्थान चितवनको सदरमुकामका रूपमा रहेको थियो। पुरातत्व विभागका अनुसार यस गढी सन् 1800 मा निर्माण गरिएको मानिन्छ र सन् 1960 सम्म यहाँ सरकारी अड्डा तथा अदालत समेत सञ्चालनमा रहेका थिए। चितवनको उत्तरी क्षेत्रमा पर्ने यो ऐतिहासिक किल्ला साबिक दाहाखानी गाविस हालको इच्छा कामना गाउँपालिकामा अवस्थित छ। समुद्री सतहदेखि 1275 मिटरको उचाइमा रहेको यो गढी तत्कालीन 2224 राज्य एकीकरणको समयमा नेपाली भूमिको सुरक्षाका लागि पृथ्वीनारायण शाहका नाति बहादुर शाहका छोरा शत्रुभञ्जन शाहद्वारा सन् 1800 को सुरुवाततिर निर्माण गरिएको थियो। अङ्ग्रेज फौज विरुद्ध भएका युद्धका बेला रणनीतिक महत्त्व बोकेको यस किल्लाले नेपालको रक्षामा महत्त्वपूर्ण भूमिका खेलेको र यसको निर्माण गराइएको इतिहास पाइन्छ। उपरदाङगढी भित्र छिर्न साथ यहाँको ऐतिहासिक संरचनाले सबैको ध्यान आकर्षित गर्छ। उत्तरी मोहडामा 3 फिट चौडाइ र 6 फिट उचाइ भएको मुख्य प्रवेशद्वार रहेको यस गढीभित्र बीच भागमा इनार र हतियार भण्डारण गर्न प्रयोग हुने कोतघर साथै कालिका र सिद्ध बाबाका प्रतिमा लगायतका संरचनाहरू अवस्थित छन्। ढुङ्गा, माटो र चुनको प्रयोग गरेर बनाइएको गढीको बाहिरी भाग 3 फिट मोटाइको रहेको छ। यो गढी बनाउन नेतृत्व गर्ने भैरुङ पल्टनका अफिसर कमान्डिङ लेफ्टिनेन्ट रणवीर महत थिए। यस गढी विक्रम सम्वत 1884 साल कार्तिक सुदी 12 देखि विक्रम सम्वत 1885 साल चैत्र सुदी 1 सम्ममा बनाइएको थियो। श्री भैरुङ पल्टन रेजिमेन्ट 1100 जति सङ्ख्या रहेको बटुक दल कम्पनी 130 जति र अन्य गैर सैनिक सिकर्मी, डकर्मी, वज्रकर्मी, बोसकर्मी समेत भएर यस गढी बनाएका थिए, जुन चितवन र पर्साको आम्दानीबाट बनेको थियो। यो गढी बनाउँदा चामल 2066 मुरी 5 पाथी 1 माना, मास 101 मुरी 2 पाथी 2 माना, तेल 1 मुरी 15 पाथी 6 माना, नुन 2 मुरी 1 पाथी 4 माना, गुड 32,800 धार्नी, सन 1000 धार्नी, छाला 6 मन, कागज ढेप 32 खर्च भएको थियो। यस ऐतिहासिक गढीमा 9वटा सन्ट्री पोस्ट छन् भने करिब 3 फिट बाक्लो पर्खालको चारै दिशातर्फ तोप पड्काउने उद्देश्यले 9वटा खुला झ्यालहरू बनाइएको छ। जग खन्दा सुन र चाँदीको कोदालीले खन्नुपर्ने भएकाले काठमाडौँ तोपखानाबाट एक थान कोदाली ल्याएर प्रयोग गरिएको थियो। यस गढी निर्माणका लागि तोपखानाबाट रु 8, जिन्सी बिक्रीबाट रु 4265, मिन्जालिकबाट रु 4373 गरी कुल रु 8746 खर्च भएको थियो। चितवनको सदरमुकाम उपरदाङगढीबाट भरतपुर सरेपछि गढीभित्रको कोतघर भग्नविशेषमा परिणत भएको र गढीभित्र रहेको तोप अन्तै लगिएको भन्ने सुनिन्छ। उपरदाङगढीभित्र कोतघर पुनर्निर्माणार्थ पुरातत्व विभागको सहमतिमा पुरातात्विक शैलीमा कोतघर निर्माण गर्न गाउँपालिकाबाट बजेट व्यवस्थापन गरी विक्रम सम्वत 2081 साल माघ 7 गते सोमबार जग पूजा र निर्माण कार्य शुभारम्भ गरी मिति विक्रम सम्वत 2082 साल जेठ 15 गते निर्माण कार्य सम्पन्न भएको थियो।
गढी परिसरमा नयाँ कोतघरको निर्माण सम्पन्न भए पश्चात उपरदाङ गढीमा रहेका तोप लगायत युद्धमा प्रयोग हुने पुराना हात हतियार पुनः व्यवस्थापन गरी कोतघरलाई सङ्ग्रहालयको रूपमा विकास गर्न 6 पाउन्डको तोप 1 थान, गोला 50 थान, भरुवा बन्दुक 2 थान, खुकुरी 6 थान, खुडा 1 थान, तरबार 2 थान र ढाल 1 थान राखिएको छ। चारैतर्फबाट गहिरो नहरले घेरिएको यो ऐतिहासिक किल्ला ढुङ्गाका ठुला टुक्रा, चुन र माटोको प्रयोग गरेर निर्माण गरिएको छ। हाम्रा पुर्खाले निर्माण गरेर छोडेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो।